गाइज फेरि पनि म हजुरहरूको माझमा आइसकेको छु अर्को नयाँ भ्लग लिएर हैन। अन्त आज चाहिँ हामीलाई चाहिँ बाटो अलिक याद छैन नि त, फर्स्ट टाइम जाँदैछ, कसैलाई याद छैन र पनि हामी जाँदैछ किनभने त्यो फल्स चाहिँ एकदमै फेमस छ नि त, सबैजनाले त्यहाँनिर गएर भिडियो बनाइरहेको छ, फोटो खिचिरहेको छ। अनि हामी चाहिँ किन नजाने यत्रो नजिक भएर भनेर कि अन्त चाहिँ जाम भनेको, तर हामीलाई यादै छैन बाटो चाहिँ। हामी चाहिँ को जाँदैछौँ भन्दाखेरि चाहिँ दिदी बहिनी जाँदैछौँ हैन। पछाडि हामी रोडको बाटो जाँदैछौँ हैन। बाटो सर्टकट चाहिँ रहेन रहेछ, पहिला हामी जाने बाटो चाहिँ रहेन रहेछ। अन्त यता पनि मेरो दिदी हो, यता पनि दिदी हो हैन, एउटा दिदी अगाडि हुनुहुन्छ। चाहिँ हामी फाइनली रोडथाङ पुग्नु आँटिसक्यौँ हैन गाइस। अघि चाहिँ धेरै अप्ठ्यारो बाटो थियो नि त, अब चाहिँ रोड पुग्नु आँट्यो हामी हो। अन्त यहाँ पछाडि सबैजना हुनुहुन्छ, हेर्दै गर्नु होला, हामी पुगेर चाहिँ देखाउँछ है तपाईँलाई। अब रोडथाङ पुग्नु, त्यो चाहिँ रोडथाङको सिप्लाहरू हो, कम्पनीहरू हो। अन्त यस्तै छ बाटोहरू, त्यता कताबाट जान्छ होला त्यो फल्स चाहिँ हो। सङ्घर्ष गरेर चाहिँ हामी रोडथाङ आइपुग्यो होइन, कुरा भएको छ हो। अन्त यता आइपुग्यो रोडथाङ हो यो। कुन ठाउँदेखि आएर कुन ठाउँमा आइपुगिसक्यो हामी हो, कसको गाउँ हो याद पनि छैन। यतातिरबाट कसैले मेरो भिडियो यदि हेर्नु हुँदैछ भने भनिदिनु होला, कताबाट जान्छ के हो। हामी रङ बाटो आयो भने पापै भएछ बिचरा हो, तिर्खा लागेछ। गाइस खेतबारी रहेछ हो, घर कम्ती रहेछ एकदमै। लाउ कस्तो कालो देखेको, अन्त एकदमै कम्ती घर रहेछ अहिलेसम्म। यहाँनिर घर भनेको एउटा मात्रै देख्दैछ हो। अन्त फेरि बाटोहरू चाहिँ यस्तो छ नि त, बाटोहरू चाहिँ अब कहिले आएको भए पो राम्रो बाटो हिँड्नु हो, कता जाँदैछ। अन्त यहाँ चाहिँ खेतहरू रहेछ, दामी छ एकदम। हेर्दाखेरि चाहिँ मलाई दामी लाग्यो यो गाउँ होइन, तर कम्ती रहेछ घर चाहिँ। पानी बनाउने ठाउँतिर पो आयो क्या हो, छैन हो कसको पानी बनाउने ठाउँ रहेछ। यहाँबाट गाडी रहेछ, अब कता जानु हामी। के हुँदैन होइन, जहाँ पुगे भयो भने पुग्छ नि त। बाटो त यहाँ पहिलाको बाटो त पुरानो बाटो त यहीँबाटै थिएछ, तर अब मान्छेहरू हिँड्दैन होला नि त अहिले, नयाँ बाटो भएर, त्यही भएर गाडी भएको रहेछ। अरू बाटो पनि छ होला होइन गाइस, तर हामी चाहिँ अहिले कसको पानी बनाउँदाखेरि हिँड्ने बाटोमा आएछ। जङ्गल जस्तो छ हो, घरहरू पनि छैन। सोधौँ भने ऊ परतिर छ, त्यो पनि माथि पुग्छ होला नि त होइन। हामी घरहरू छैन, तर मैले यो ठाउँ कहाँ देखेको जस्तो फिल हुँदैछ। माथिबाट पनि रोड रहेछ गाइस। अन्त चाहिँ हामी पुग्छ होला। जब हामी यहाँ आइपुगिसकेपछि चाहिँ हामी अलमल्ल पऱ्यो, किनभने इन्द्रेणी फल्स जाने बाटो बा यता हो जस्तो यहाँ छ नि, यहाँ देख्दै गएको पछाडि यता हो कि उकालै जानुपर्छ, अझै हामीलाई यादै छैन हो। त्यही भएर चाहिँ अब हामी कुनै गाडी आउँछ कि अन्त सोध्छ भनेर चाहिँ पर्खिरहेको छौँ। अब चाहिँ हामी अर्कै बाटो जाँदैछ गाइस लोग, हामी चाहिँ अर्कै बाटो जाँदैछ। अब चाहिँ एकदम यही बाटो रहेछ, अघि मैले देखाउँदै थिएँ जुन चाहिँ मेरो पछाडिको हो त्यो बाटो रहेछ। अब त्यही बाटो जाँदैछौँ हामी, तर एकदमै टाढा रहेछ इन्द्रेणी फल्स चाहिँ। र पनि म अलिकति भए पनि तपाईँहरूलाई देखाउँदैछु बाटो कताबाट जान्छ, कताबाट के हो भनेर हो। अन्त चाहिँ हेर्दै गर्नु होला। दामी छ साँच्ची भनेको, यस्तो बाटो म लाइफमा फर्स्ट टाइम हिँड्दैछु साँच्ची। यस्तो दामी अब हो के भन्नु, दामी रहेछ यो गाउँ। हामी चाहिँ अब अलिक लोकेसनहरू हेर्दै आउँदैछ हो। यहाँ चाहिँ लिचीको रुख रहेछ होइन। अन्त यता पनि भ्लग गर्नु हुँदैछ है गाइस, फुच्ची अधिकारी हो है, हेर्नु सक्नुहुन्छ, पपुलर हो। अन्त चाहिँ बाटो चाहिँ यस्तै छ, फल्स गएको हो नि त, अनि चप्पलमै हिँडेको। सोचेको भन्दा चाहिँ एकदमै टाढा रहेछ है, टाढा इन्द्रेणी फल्स एकदमै टाढा रहेछ। बिचरा नै यहाँनिर हेर्नु त गाइस, यस्तो छ पारा हो। पुग्नु आँटेन इन्द्रेणी फल्स, बाटो सोधेर आउँदैछ होइन गाइस उसले चाहिँ। अब बाटो चाहिँ हामी जानुपर्ने चाहिँ यताबाट रहेछ।
अन्त सोध्ने मान्छे चाहिँ यता छ हो पारामा छ सधैँ चाहिँ यस्तो होइन सधैँ चाहिँ होइन गाइस कोही बेला यता चाहिँ फुच्ची अधिकारी हो चेक गर्नु होला हैन केमा जान्छ फेसबुकमा जान्छ कि युट्युबमा मेरो युट्युबमा गाइस युट्युबमा मेरो च्यानल छ मलाई सब्स्क्राइब चाहिँ गरिदिनु होला गाइस हैन मेरो लाइफलाई सब्स्क्राइब गरिदिनु होला गाइस मैले चाहिँ नि आफ्नो अनुहार भन्दा बेसी बाटो देखाए भनेर सोच्नुहुन्छ भने चाहिँ नि तपाईहरुले त्यस्तो चाहिँ कमेन्टहरु नगर्दिनु होला किन भन्नु त कतिजनालाई हामीलाई जस्तो याद हुँदैन नि त इन्द्रेणी फल्स जाने बाटो हैन अन्त त्यही भएर चाहिँ हामी भन्दा पनि म चाहिँ त्यही भएर चाहिँ बेसी बाटो देखाउँदैछु आफ्नो अनुहार भन्दाखेरि पनि लुकेको चाहिँ हैन नि फेरि क्यामेराबाट ल अन्त त्यहाँदेखि चाहिँ यस्तो बास गाडीको अब यो चाहिँ सर्टकट हो यहाँबाट जान्छ अरे त्यहाँदेखिको चाहिँ अलकत्र लगाएको एउटा रोड भेट्छ अरे त्यो रोडबाट पनि अझै बल्लो डाँडा हो अन्त यस्तै छ बाटोहरू अब यताबाट आउँदो रहेछ कि क्या खास चाहिँ रोडथाङदेखि कताबाट आउँछ याद छैन यतैतिरको मान्छेहरूलाई त याद छ होला हामीलाई त याद छैन नि त हाम्रो त कोही गाइड पनि छैन आफ्नै धुनमा हिँडिरहेछ अन्त त्यही भएर चाहिँ बाटोहरू चाहिँ खोइ के खालको के हो यो इन्द्रेणी फल रहेछ गाइस यहाँ चाहिँ इन्द्रेणी फल्स जाँदाखेरि इन्द्रेणी फलहरू भेट्छ कि क्या रोडहरू चाहिँ एकदमै रोड ठिक थिएछ हामी चाहिँ कस्तो बाटो आयो अघि तपाईँले देखिहाल्नु भयो घारी कसको पानी बनाउने ठाउँहरू गएर आयो नि त हामी चाहिँ तर स्ट्रगल इज रियल भन्ने यादै छ होला तपाईँहरूलाई हो त्यही कारण चाहिँ स्ट्रगल गऱ्यो हामीले हो अब तपाईँहरू आउँदाखेरि चाहिँ यो रोडहरू हिँड्नु ल दामी रहेछ तर हामीले नि जस्तो बाटो हिँडे पनि हामीले एकदम दामी घरहरू देख्यो दामी गाउँ देख्यो अनि खानेकुराहरू पनि देख्यो फ्रुट्सहरू गरेन्डलहरू लिच्चीहरू देख्यो गाइस अनि फुच्ची अधिकारी चाहिँ यहाँ लड्नु पनि भएको छ बाटोमा आउँदा तर त्यो चाहिँ हामीलाई याद भएकै बाटोमा लडेको है यताको बाटोमा लडेको होइन यहाँ हेर्नु ल गाइस तपाईँहरूलाई म एकदमै बाटो देखाउँदैछु यो भिडियो लामो भयो भने पनि तपाईँहरू हेरिदिनु होला एक दिन तपाईँहरूलाई पनि काम लाग्छ इन्द्रेणी फल्स आउनुहुन्छ भने चाहिँ यता चाहिँ अलकत्रो लगाएको बाटो भनेको चाहिँ यही हो खिल्ली चाहिँ नउडाउनु होला है मेरो अलकत्र भन्दैमा अन्त यता छ यहाँदेखि ओह्रालो जाने बाटो छ हो अन्त हामी चाहिँ अहिले यतादेखि आएको कालो देख्दैछ अब यस्तै हो मेरो क्यामेरा अन्त यता चाहिँ हामी जानुपर्ने हो अन्त यता चाहिँ रोडथाङ र अब चाहिँ हाम्रो सबैजना यहाँ हुनुहुन्छ कस्तो लाग्दैछ भनेको कस्तो लाग्दैछ अब त पुग्न आँट्यो नि त कस्तो लाग्दैछ दिदी राधिकालाई तपाईलाई देखेकै थिएन जोस कस्तो छ जोस कस्तो छ जोस चाहिँ अझैसम्म फ्रेस जोसै छ हो अब हामी गएको यो रोड पुगेको छ हो यस्तो रोडहरू पुगेको छ हामी तपाईहरु चाहिँ नि यहाँनिर आइराख्नु भएको मान्छे हो अनि बाटोहरू याद भएको मान्छे हो भने चाहिँ नि तपाईहरु हाँसेर कमेन्टमा चाहिँ नलेख्नु होला यहाँ अन्यथा हो कि अन्नाथा के पो भन्छ अन्यथा कुराहरू नलेखिदिनु होला हो किनभने हामी नयाँ हो नि त नयाँ हो त्यही भएर त्यही त एक्सप्लोर गर्नु बाई फुट हामी गाडी चढेको छैन गाडी चढ्यौँ हामी एउटा गाडी चढेनौँ गाइस घरदेखि यहाँसम्म हिँडेर आएको अब हेर्दै गर्नु होला डुप्लिकेट इन्द्रेणी फल्स रहेछ यो चाहिँ गाइस फल्स चाहिँ फल्सै रहेछ तर अलिक फल्स खालके फल्स रहेछ बुझ्नुभयो होला परबाट आउनु भएको आन्टीहरूले चाहिँ हामीलाई बाटो भनिदिनु भएको छ नि त बाटो बाख्रा चराउनु हुँदै रहेछ आन्टीहरू अन्त चाहिँ हामीले आफै सोध्नु भयो कहाँ गएको भनेर यस्तो खालके ठाउँ छ घर दामी रहेछ हो घरै त होला नि घरै रहेछ अन्त अब यता छ रोड हामी कहाँ गयो भट्क्यो कसलाई सोध्यो मकैको खेती हुँदैछ सप्लाई हुन्छ होला नि त यहाँको मकै कता हाम्रोतिर मकै यत्रो भएकै छैन जुस लागेकै छैन यहाँनिर यो घरहरू भेट्छ इन्द्रेणी फल्स जाँदाखेरि तपाईँहरू चाहिँ आउनुभयो भने चाहिँ पैदल चाहिँ नहिँड्दा पनि हुन्छ साँच्ची भनिदिएको गाडीमै जानु होला तपाईँहरू जहाँसम्म गाडी जान्छ नि गाडीमै जानु यो रोडहरू चाहिँ यस्तै छ यहीँबाट बरु गाडीमा जाँदाखेरि नै हेर्दै जानु हो गाइज हामी चाहिँ अहिले कसको मकैबारीमा हिँडिँदैछ मकैबारीको बिचमा होइन अन्त हाम्रो चाहिँ फल्स इन्द्रेणी फल्सको नाममा मजाक भइरहेछ यहाँनिर इन्द्रेणी फल्स भन्दै हामी प्यारापोर्टको मुनिको फल्सहरू देख्दैछ हो हामीले गाडी देख्यो तर चढेकै छैन हामी गाडीमा आज चाहिँ हो यस्तै छ हेर्दै गर्नु होला हामी कसको मकैबारी केराबारी सबैतिर पुगिसक्यो तर इन्द्रेणी फल्स पुगेन के गर्न भयो
इन्द्रेणी फल्स चाहिँ यहाँनिरबाट यस्तो जानु पर्दो रहेछ हैन उयो पनि इन्द्रेणी फल्स चाहिँ यताबाट जाँदो रहेछ पारी डाँडामा हेर्नु त गाइस कस्तो पानी पर्दैछ यहाँ हल्का पानी छिट्टाउँदै छ सबैजनाको जोसहरू सेलाउँदैछ हो यहाँबाट ओह्रालो जान्छ भनेको नि मैले यहाँ बस्ने ठाउँहरू पनि बनाइसकेको रहेछ अहिले चाहिँ अन्त चाहिँ तल छ हौ यहाँबाट बास लगाएको छ नि यहाँतिरको भिडियोहरू मैले गाइस देखेको थिएँ नि त त्यही भएर मलाई अलिक आइडिया भएको थियो तर रोडहरू चाहिँ खासै याद थिएन अब हाम्रो भिडियोहरू हेरेर आउनु होला रोडहरू चाहिँ त्यही फलो गर्नु तर गाडीहरू चाहिँ त्यो फलो नगर्नु इन्द्रेणी फल्सको चौतारा भन्दैछु म चाहिँ हो फल्सको त्यो बस्ने ठाउँ अरे यो चाहिँ हो त्यहाँदेखि चाहिँ बाटो चाहिँ डरलाग्दो रहेछ साँच्चीमै तर साँच्ची भनेको यो जसले पनि बनायो नि हेर्नु त बाटोहरू कस्तो राम्रो धेरै राम्रो तर बाटो चाहिँ एकदमै सङ्घर्षमय रहेछ तर यहाँ लड्छ होइन अब फल्स जाँदाखेरि मान्छेहरू लड्छ नलडोस् भनेर चाहिँ यो साइडमा चाहिँ बारहरू चाहिँ दामी लगाइदिएको रहेछ नि त त्यो पनि अब एट्र्याक्टिभ नि एउटा बाँस मात्रै लाउनु पनि सक्थ्यो तर कलर पनि गरेको रहेछ अब यो कसले गरेको मलाई केही यादै छैन अब यहाँ कोही छैन नि त बसेको नभए त सोधा पनि भइहाल्थ्यो यस्तो छ हेर्दै गर्नु ल अब यत्रो यो बाटोमा अप्ठ्यारो बाटो रहेछ नि त फल्स चाहिँ तल पर झरेको हल्का देख्दैछ होला अब डल्लै त्यहाँसम्म पुगेको त अब देखाउन सक्दिनँ कि एकैचोटि त पुगेर फाइनली होइन ऊ अझै बाटो चाहिँ हेर्नु है गाइस डल्लै छ कि तर हेर्नु त त्यहाँनिर फल्स इन्द्रेणी फल्स गाइस इन्द्रेणी फल्स हो हेर्नुहोस् तपाईँहरू बाटो चाहिँ एकदमै अग्लो छ अब यहाँ त तपाईँहरू आइसक्नु भएपछि फल्स देखेपछि त यहाँबाट जान्छ भनेर याद भइहाल्छ होइन हामी बोलेको केही सुनेको छैन नि त रोडहरू चाहिँ तपाईँहरूलाई देखाउनु कोसिस गरेको नि फल्स दामी नै रहेछ साँच्ची भनेको गाइस मजाको रहेछ हो तपाईँहरू पनि यहाँ मेरो आँखा झिमिक भएको छ किनकि हावा पुरा चल्दो रहेछ पानीको छिटाहरू पनि पुरा हुँदैछ नि त फोटोहरू खिच्दैछ होइन अन्त यहाँनिर भिडियोहरू बनाउँदैछ अघिसम्म चाहिँ यहाँनिर हामी मात्रै थियौँ होइन अहिले चाहिँ यहाँनिर आन्टीहरू पनि आउनु भएको छ जाडो हुनु थाल्यो अरे हो मलाई पनि जाडो हुँदैछ खुट्टाबाट पानी चुइँदैछ अब चाहिँ यहाँको फल्सलाई बाई बाई भन्ने टाइम आइसक्यो अब चाहिँ हामी निक्लिनु लागेको हो अब हामीले इन्जोय पनि गऱ्यौँ फोटो पनि खिच्यो होइन कस्तो थियो इन्द्रेणी फल्स भनेर देखिहाल्यो मेरो भोइस सुन्नु भएको छैन भने सुन्नु होला अलिक भोल्युम बनाएर अन्त यता रेडी हुँदैछ यता पनि अब हो भिजेर चाहिँ यस्तो हालत भएको छ नि हाम्रो ल त अब हामी जान्छौँ हामी चाहिँ यहाँ रोडथाङमा गाडी पर्खिरहेको छ होइन गाडी आएकै छैन अब चाहिँ हामी जाँदैछौँ होइन बेलुका भइसक्यो गाडी पनि पाएको थियो तर यहाँ मान्छेहरूको हिँडाइ भने यस्तो छ हो मिठो गाइस मिठो हामी चाहिँ यतिखेर खाना खाँदैछ हो कति बजे टाइम हेर्नु त 10 बज्यो 10 बजे छ हो गाइस अन्त यतिखेर हामी खाना खाँदैछ यो पनि छ है मेरो भ्लगमा यो पनि आए Thank you for watching.